हेलो गाइस, आजको यस भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत चाहन्छु। आज चाहिँ म जापानको एउटा खोला नजिकैको पार्कमा बसेर भिडियो सुरु गर्दैछु। आजको यस भिडियोमा म तपाईहरुलाई मेरो जापानको यात्राको बारेमा, नेपालदेखि जापानसम्मको यात्राका तीता मिठा कुराहरु तपाईहरुलाई शेयर गर्न जाँदैछु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। बुटोल नजिकैको फर्साटिकर भन्ने ठाउँमा बसेर एउटा सुन्ने एउटा सहकारीमा काम गर्दै थिएँ, व्यवस्थापक पदमा चाहिँ काम गरिरहेको थिएँ। त्यस लगतै मलाई चाहिँ विदेश जाने हुटुटी चढ्यो, किन भन्दाखेरि त्यहाँको कमाइले ठेक्नै सकेन आफ्नो पारिवारिक आफ्नो पर्सनल खर्च, पारिवारिक खर्च प्लस त्यसमाथिका सपनाहरू त अब सम्भवै छैन। नेपालको यति थोरै कमाइले कहिलेसम्म पुर्याउने भन्ने जस्ता कुराहरू मनमा खेलिसकेपछि हैन विदेश जानुपर्छ भन्ने कुरा भयो। विदेश पनि अब कुन ठाउँ जाने? जापान भन्ने देश चाहिँ मेरो पहिलेदेखि नै सपनाको सहर जस्तो बनिसकेको थियो, किन भन्दाखेरि मैले 9 वर्ष अगाडि जापान जानको लागि भनेर स्टुडेन्ट भिसामा पनि अप्लाई गरिसकेको थिएँ। त्यति बेला डकुमेन्टेसनको कुराहरूले म जापान आउन त सकिनँ, त्यति बेला मेरो भिजा रिजेक्ट भएको थियो। त्यसपछि म विदेश जान्न भनेर बसेको मान्छे पछिल्लो समय विदेश जानुपर्छ भन्ने जस्तो जुन माहौल आफ्नो समस्याहरू जब थपिँदै गयो त्यसले गर्दाखेरि चाहिँ अब विदेश जानुपर्छ है भन्ने कुराहरू चाहिँ मनमा खेल्न थाल्यो। त्यसपछि चाहिँ मैले एकजना मेरो चिने जानेको दाइसँग भेट्ने कुरा गर्ने मौका पाएँ। उहाँसँग कुरा गर्दै जाँदाखेरि हुन्छ म काम गरिदिन्छु भन्ने जस्ता कुरा भइसकेपछि मेरो आफ्नो डकुमेन्टेसनका कुराहरू सबै गरेँ, सकाएँ। त्यसको 1 वर्षपछि बल्ल भिजा आयो। मैले डकुमेन्टेसन दिएको, डकुमेन्टेसन सबमिट गरेको 1 वर्षपछि मात्रै मेरो भिजा आयो जापानको लागि। त्यसपछि मनमा खुसीले सीमै भएन। जापान जान पाइने भयो भन्ने एकदमै खुसी भयो। पैसाहरू जुगाड गरेर जापानको लागि टिकट काटियो। टिकट चाहिँ कस्तो भन्दाखेरि दसैँको पर्सिपल्ट मेरो फ्लाइट, घरमा आएको दसैँ छोड्न पनि मन लागेन। दसैँको दिन टिका सिका लगाएँ, दिउँसोतिर भैरवा एयरपोर्टबाट सिधै काठमाडौँको लागि आएँ। त्यसपछि अर्को दिन काठमाडौँ बस्यो। पर्सिपल्ट त बिहानको फ्लाइट थियो मेरो। चाहिँ बङ्गलादेशमा 9 घण्टाको ट्रान्जिट थियो। ट्रान्जिटमा पनि आनन्दले जस रमाइलो, सबैजना चारैतिर नेपाली थियो। एयरपोर्टमा इन्टरनेसनल एयरपोर्टमा सक्दिनँ कि भन्ने हुन्थ्यो, तर पनि त्यहाँको माहौलले सकिँदो रहेछ। विदेश अक्टोबरको 16 तारिक जापानमा पहिलोचोटि पाइला टेकेँ। जापानमा पाइला टेकिसकेपछि त्यहाँका डकुमेन्टेसनका कुराहरू सकाइयो, एयरपोर्टका जायरो कार्ड पाइयो त्यहाँबाट। त्यस पछाडि त्यहाँ एयरपोर्टको डकुमेन्टेसनको कामहरू सकाइयो। त्यसपछि बाहिर निस्किने क्रममा मेरो भाइ मलाई लिन आइसकेको थियो। भाइ अनि जुन अप्लाई गरेको दाइहरू सबैजना मिलेर हामी फेरि फर्क्यौँ। कस्तो भयो भन्दाखेरि 81 भिजा त लायो, भिजा लाइसक्यो पनि आफ्नो भाषा भने केही पनि थिएन। आफ्नो परिचय दिन अलिअलि आउँथ्यो, त्यो बाहेक अरू चाहिँ जापानको बारेमा, जापानिज भाषाहरू मलाई केही पनि आउँथेन। यहाँको संस्कृति कस्तो हुन्छ, के हुन्छ, कसरी काम हुन्छ भन्ने कुरो केही पनि थाहा थिएन। मलाई एउटा मात्रै डर थियो कि जापानमा भाषा नभइकन एकदमै गाह्रो हुन्छ भन्ने पहिल्यै नै सोचिराखेको। त्यो हुँदाहुँदै पनि आफ्नो भाषा फेरि थिएन, किन भन्दाखेरि थाहा थियो अरूले, आफूभन्दा सिनियरहरूले, सेन्पाहरूले भनिरहेको त थियो। त्यही पनि अब भाषा सिकेला नि भन्ने जस्तो कुराहरू भइसकेपछि म सिधै जापानको लागि निस्किएँ। जेसुकै हुन्छ भनेर आँट गरेर निस्किएँ होइन। जब म जापानमा अक्टोबर 16 मा जापान प्रवेश गरेँ, त्यस पछाडि मेरो जिन्दगीले नयाँ मोड लियो। के भन्दाखेरि म नेपाल छोडेर जापान आइसकेको थिएँ। अब जापानको बसाइ कस्तो हुन्छ, के हुन्छ, कसरी कर्छ मेरो जिन्दगी भन्ने कुराहरूले सताउन लागिसकेको थियो। म जापान छिरेर त्यहाँको जापानको पहिलो जुन एयरपोर्टमा देखेको त्यो लग्जरियस स्टाइलको सुविधा सम्पन्न ठाउँ, सफा सुग्घर, सबै मान्छे अनुशासित मान्छेहरू देख्दाखेरि अचम्म लाग्यो। त्यो खतरा जापान हो भन्ने जस्तो कुरो मनमा खेल्यो। त्यस पछाडि रुमसम्म आइपुगेँ। रुमसम्म आइसकेपछि अब त्यहाँ जापानमा नेपाली सामान पाइन्न होला भन्ने मलाई जुन फिल हुन्थ्यो, तर यहाँ चाहिँ कस्तो रहेछ, नेपाली हलालहरू, नेपाली पसलहरू, नेपाली सुपाहरूमा नेपालमा जस्तै सबै कुराहरू एकदमै पाइने जस्तो झन् त्यस्तै कुराहरू किन्न पाइने। तर फरक के भन्दाखेरि नेपालमा फ्रेस कुराहरू खान पाउँथ्यो, जस्तै मासुहरू फ्रेस हुन्थ्यो भने यहाँ चाहिँ सबै फ्रोजनहरू खानुपर्ने रहेछ। मेरो वर्किङ लाइफ कस्तो रह्यो भन्ने कुराहरू तपाईँलाई सेयर गर्न जाँदैछु। मेरो चाहिँ नोभेम्बर 1 देखि काम सुरु। कस्तो भयो भन्दाखेरि 81 भिजा त लायो, भिजा लाइसक्यो पनि आफ्नो भाषा भने केही पनि थिएन। आफ्नो परिचय दिन अलिअलि आउँथ्यो, त्यो बाहेक अरू चाहिँ जापानको बारेमा, जापानिज भाषाहरू मलाई केही पनि आउँथेन। यहाँको संस्कृति कस्तो हुन्छ, के हुन्छ, कसरी काम हुन्छ भन्ने कुरो केही पनि थाहा थिएन। मलाई एउटा मात्रै डर थियो कि जापानमा भाषा नभइकन एकदमै गाह्रो हुन्छ भन्ने पहिल्यै नै सोचिराखेको। त्यो हुँदाहुँदै पनि आफ्नो भाषा फेरि थिएन, किन भन्दाखेरि थाहा थियो अरूले, आफूभन्दा सिनियरहरूले, सेन्पाहरूले भनिरहेको त थियो। त्यही पनि अब भाषा सिकेला नि भन्ने जस्तो कुराहरू भइसकेपछि म सिधै जापानको लागि निस्किएँ। जेसुकै हुन्छ भनेर आँट गरेर निस्किएँ होइन।
जब म जापानमा के अरे अक्टोबर 16 मा जापान प्रवेश गरेँ, त्यस पछाडि मेरो जिन्दगीले नयाँ मोड लियो। के भन्दाखेरि अब म नेपाल छोडेर जापान आइसकेको थिएँ। अब जापानको बसाइ कस्तो हुन्छ, के हुन्छ, कसरी कट्छ मेरो जिन्दगी भन्ने कुराहरूले सताउन लागिसकेको थियो। जापानको जिएफई भन्ने एउटा ठुलो कम्पनी, त्यस अन्तर्गत रहेको एउटा जुवा कारको कम्पनीले मलाई नेपालबाट यहाँ हायर गरेको रहेछ, त्यो पनि इन्जिनियर भिजामा। ब्याचलर पढिरहेको मान्छेलाई एक्कासी इन्जिनियर भिजामा ल्यायो। अब कस्तो मान्छे ल्यायो, अब आफैले भोग्छ होइन। नेपालबाट इन्जिनियर भिजामा आइयो। त्यस पछाडि कामको लागि भनेर नोभेम्बर 1 मा मलाई आफ्नो गाडीमा हालेर लिएर गयो। कम्पनी गएँ। कम्पनीमा गइसकेपछि उनले आफ्नो मेरो आइडी कार्डदेखि लिएर मलाई ड्रेस सबै कुराहरू व्यवस्था गर्थ्यो। त्यस पछाडि सबै कुराहरू व्यवस्था भइसकेपछि मेरो काम चाहिँ सुरु भयो। फलाम पाइको जङ्गलको बिचमा काम सुरु भयो। मलाई अचम्म लाग्यो, डर लाग्यो। अब म कस्तो ठाउँमा आइपुगेँ, म साँच्चै काम गर्न आएको छु, म सपना छु कि विपनामा छु भन्ने कुरो अचम्म सोच्नै सकिनँ। म त्यत्रो चारैतिर हेर्छु फलाम त्यो मान्छेहरू हेर्छु, पुरै कालो, त्यो ड्रेस पुरै कालो, पुरै फोहोरो होइन। त्यहाँ काम गर्दाखेरि सबै फोहोरो हुँदो रहेछ। नयाँ कपडा एक दिन लाएँ, आजै पुरै कालो भइसक्दो रहेछ। अनि त्यस्तो ठाउँमा आएर म काम गर्दैछु भनेर सम्झ्दाखेरि एकदमै गाह्रो भयो। निन्द्रै लागेन, एकदमै गाह्रो भयो। त्यस पछाडि अब बिस्तारै बिहान 6 बजे उठ्ने, खानासाना प्याक गर्ने, 6:30 बजे गाडी लिन आउँछ हामीलाई। त्यही घर नजिकै बाटोमा गाडी लिन आउने। त्यसपछि उसको गाडी, कम्पनीको गाडीमा बसेर जान 1.5 घन्टा लाग्ने। कावासाकीबाट चिबा पुग्नुपर्ने काम गर्न। चिबा 8 बजीभित्र पुगेर काममा छिरिसक्नुपर्ने। त्यसपछि कस्तो भन्दाखेरि बिहान कम्पनीको गाडीमा गयो। त्यस पछाडि अफिस गइसकेपछि अलिअलि केही कुराहरू त्यहाँ मिटिङ जस्तो गर्दो रहेछ। सेफ्टीका कुराहरू यताउता सबै कुराहरू गर्दो रहेछ। त्यस पछाडि फिल्डमा गयो। फिल्डमा चाहिँ 5 जना टोली थियौँ। एकुन्टा टोलीहरू चाहिँ आफआफ्नो। विशेष गरी हाम्रो भागमा चाहिँ के थियो, मेरो टिममा चाहिँ के थियो भन्दाखेरि चाहिँ जुन खिया लगेका फलामहरू, बिग्रेका फलामहरू चाहिँ काट्ने, फाल्ने, त्यसमा चाहिँ नयाँ फलामहरू, नयाँ स्ट्रक्चरहरू जोइन गर्ने। अनि त्यसपछि त्यो जोइन गरेको कुराहरूमा चाहिँ पेन्ट गरेर छोडिदिने जस्तो हाम्रो कामहरू थियो। त्यसमा चाहिँ पछिल्लो सुरुको 1 महिनामा त काम सिकाउनको लागि भनेर खासै काम पनि दिएन पनि। त्यस पछाडि चाहिँ म सायदै भाग्यमानी भन्नुपर्छ। त्यस पछाडि मैले मियारी गर्ने काम, अर्थात् हेरेर उभिने काम पाएँ मैले। त्यो चाहिँ एकदम रमाइलो काम थियो। किन भन्दाखेरि जापानमा उभिएर हेरेर स्यालेरी पाइरहेको थिएँ मैले। अचम्म लाग्यो होला तपाईँलाई होइन। यो रियलमै हो। कस्तो भन्दाखेरि जापान चाहिँ अब सुरक्षाको लागि एकदमै खतरा होइन। एकदम स्ट्रिक जापान। हरेक काममा चाहिँ सुरक्षा अपनाउनु पर्ने। त्यही कुरामा चाहिँ हाम्रो गेममा काम भइरहेको थियो तल साइडमा, अर्थात् माथि काम भइरहेको थियो। त म चाहिँ बाहिर अर्थात् तल बसेर चाहिँ उनीहरूले गरेको कामहरू हेरिरहेको थिएँ। किन हेर्थेँ भन्दाखेरि उनीहरूले काम गर्दाखेरि आगोका झिल्काहरू बाहिर निस्कियो कि निस्किएन। यदि आगोको झिल्काहरू बाहिर निस्कियो भने त्यो चाहिँ डेन्जर हुन्थ्यो। त्यो नियमअनुसार चाहिँ आगुनाइ हुन्थ्यो होइन। त्यो काम चाहिँ मैले हेर्ने अवसर पाएँ। उनीहरूले काम गरिँदाखेरि आगो झिल्का बाहिर निस्कियो भने उनीहरूलाई सिट्ठी बजाएर हुन्छ कि अब अर्थात् भनेर हुन्छ कि उनीहरूलाई चाहिँ भनिदिए, उनीहरू आफै मिलाउँथे ती कुराहरू। आफूले केही गर्न पर्दैन, गरे गाली खाइन्थ्यो। हाम्रो त्यस्तो थियो। काम आफू जान्ने भएर गर्न गए गाली खाइने। अनि त्यस्तो हुँदाहुँदै मेरो पछिल्लो 4-5 महिना जति बिताएँ मैले। काम चाहिँ जो राम्रै थियो, सिक्ने अवसर पाइयो। युसेजुहरू अर्थात् वेल्डिङहरू गर्ने, काट्ने कुराहरू सबै कुरा सिक्न पाइयो जापान आएर होइन। जस रमाइलो भयो जापानको बसाइ चाहिँ। मेरो के अरे जापान बसाइमा मैले गरेको कामहरू यही नै हो। सँगसँगै कन्क्लुजनमा के भन्दाखेरि मलाई जापान छिरेपछि, पाइला टेकेपछि अहिलेसम्म पनि परेको जापानिज भाषा, जुन मलाई ल्याङ्ग्वेज नजानेर यति सकस भइरहेको छ, सायदै जापान आउने हरेक कोहीलाई पनि यो समस्या त हुन्छ होला। त्यही पनि आफ्नो व्यक्तिगत रूपमा भन्नुपर्दा मैले भाषा नसिकेर एकदमै ठुलो गल्ती गरे हो। पछिल्लो समय जापान आइसकेपछि किताबहरू पढ्ने यताउता त गरेँ, धेरै इम्प्रुभ त भइसकेको छ। त्यही पनि जुन सोचे जति चाहिँ रुममा बसेर एक्लै पढेर चाहिँ सम्भव हुने जस्तो देखिनँ। जस्तो भन्दाखेरि स्टुडेन्ट भिसामा आउनेहरूलाई किनभने ऊ गइरहेको हुन्छ, किनभने एउटा दुईवटा कुरा नयाँ कुराहरू सिक्न अवसर पाइरहेको हुन्छ। उसको सर्कलै सिक्ने कुराहरू मात्रै हुन्छ, पढ्ने कुरा मात्रै हुन्छ। त्यो भएको भएर उसको केही नभए पनि ल्याङ्ग्वेज चाहिँ प्लस हुन्छ। हाम्रो जुन वर्किङ भिजामा आउनेहरूले रुममा बसेर म पढ्छु भन्ने कुराहरू जुन किताब समातेर बस्छ, त्यो भनेको न उसलाई पढ्ने तरिकाहरू थाहा हुन्छ, न सिस्टम थाहा हुन्छ, कहाँबाट सुरु गर्ने, कुन पढ्ने भन्ने कुरा थाहा हुन्छ। जसले गर्दाखेरि चाहिँ हामी जति नै पढेछु भने पनि भाषामा चाहिँ पछाडि पढिन्छ जस्तो लाग्छ। त्यही भएर मेरो तपाईँहरूलाई सुझाव के छ भन्दाखेरि तपाईँहरू जापान वर्किङ भिजामा आउँदै हुनुहुन्छ या जुनसुकै भिजामा आउँदै हुनुहुन्छ, विशेष गरी वर्किङ भिजामा आउनुहुन्छ भने त पढ्नै पर्छ। किनभने N5 त पुरै
खाएरै N5 का मिनिङहरू तपाईँ सबै छ्याक्क खाएरै तपाईँ सर र सोद्धाखेरि बोल्न सक्ने भएर आउनुभयो भने तपाईँलाई जस्तो स्वर्ग जापान कुनै पनि देश हुँदैन। साँच्चै नै किन भन्दाखेरि अब हरेक ठाउँमा अब भाषाहरू चाहिरहेको हुन्छ, बोल्न सकिन्न, रिप्लाई गर्न सकिन्न, मैले गल्ती गरेको होइन भन्न नसकिँदाखेरि चाहिँ त्यति बेला तपाईँले एकदम अप्ठ्यारोमा पर्नुहुन्छ। जब तपाईँले काम गर्दै जानुहुन्छ, जब भोटेहरूले तपाईँलाई हेप्न थाल्छ, भन्न थाल्छ, गाली गर्न थाल्छ, त्यसपछि चाहिँ तपाईँलाई झन् पिर पर्न थाल्छ। किन भन्दाखेरि यो चाहिँ हामी नेपालीहरू काम गर्न आउने ठाउँमा आएर हेपिनु पर्यो भने त्योभन्दा नराम्रो अरू केही पनि होइन। त्यही भएर नेपालबाट आउँदै हुनुहुन्छ भने भाषा खतरा राम्रो बनाएर आउनु होला, एकदम जो बनाएर आउनु होला, नत्र भने यहाँ एकदमै गाह्रो छ। तपाईँहरू आउने ठाउँको कम्पनीहरूको विशेष नीति खोजी गरेर आउनु होला। किन भन्दाखेरि यहाँ जापानमा आएर धेरै मान्छेहरू दुःख पाइरहेको अवस्था छ। त्यो भएको भएर तपाईँ पनि दुःख नपाउने हिसाबले जापान छिर्नु होला। यति भन्दै मेरो आजको यस भिडियोलाई समाप्त गर्न चाहन्छु। भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। अर्को भिडियो लिएर आउनेछु तपाईँको लागि। बाई बाई।